भाषा एपमा चाहिँ अब अमेरिकन एक्सेन्ट, अस्ट्रेलियन एक्सेन्ट, ब्रिटिस एक्सेन्ट आइसकेको छ, इन्डियन एक्सेन्ट पनि छ। सो कतिजनाले इङ्ग्लिस ल्याङ्ग्वेज सिक्दाखेरि चाहिँ यहाँको मान्छेले बोल्ने तरिका बेग्लै हुन्छ, बुझ्नलाई र त्यस्तै बोल्नको चाहना हुन्छ। सो हजुरहरूको लागि चाहिँ इट विल हेल्प यु। इङ्ग्लिस सिक्दाखेरि चाहिँ अमेरिकन एक्सेन्टमा सिक्ने हो कि ब्रिटिस एक्सेन्टमा सिक्ने हो कि अस्ट्रेलियन एक्सेन्टमा सिक्ने हो कि भाषा एपमा त्यो सबै अप्सन्स अब अभाइलेबल छ। एन्ड इङ्ग्लिस ल्याङ्ग्वेज सिक्नको लागि जहिले पनि हामी कि त इन्स्टिट्युट जान चाहन्छौँ कि त टिचरसँग सिक्न चाहन्छौँ। तर जो व्यक्तिलाई चाहिँ टिचर र इन्स्टिट्युट सजिलै आफ्नो समयअनुसार नमिल्दाखेरि कसरी सिक्ने त? 1 महिना मात्र सिकेर नपुग्न सक्छ। सो हजुरहरूले भाषा एप जोइन गर्नुभयो भने आफ्नो घरमै बसेर, आफ्नो बेडमै बसेर, आफ्नो फुर्सदको टाइममा, फ्लेक्सिबल टाइमिङमा इङ्ग्लिस ल्याङ्ग्वेज सिक्न सक्नुहुन्छ। र भाषा एपले चाहिँ अहिलेसम्मको सबै लेटेस्ट टेक्नोलोजी चाहिँ हाम्रो नेपाली ब्रदर्स सिस्टर्सहरूको लागि ल्याइसकेको छ। सो हजुरहरूले घरमै बसेर इङ्ग्लिस ल्याङ्ग्वेज बोल्ने पनि प्र्याक्टिस गर्न मिल्छ, पढ्न मिल्छ, सिक्न मिल्छ, लेख्न मिल्छ। सबै भाषा एपमा कपी चाहिँदैन, किताब चाहिँदैन, टिचर चाहिँदैन। एभ्रिथिङको लागि आफ्नो फोनमै रहेको भाषा एपबाट सिक्न सक्नुहुन्छ। र यो नेपाली ब्रदर सिस्टर जसलाई एकदम आवश्यकता छ उहाँहरूको लागि बनाएको कुरा हो। र हामी सबैजनाले चाहिँ एकअर्कामा यो इन्फर्मेसन पास गर्नुहोला। कतिजनालाई गाह्रो भइरहेछ काम गर्नलाई, डे टु डे लाइफमा भाषा एपले उहाँहरूलाई एकदमै सजिलो बनाउनेछ, किनकि यसको फोकस इङ्ग्लिस ल्याङ्ग्वेज लेसनले चाहिँ धेरै कुरा सिकाउनलाई र सिक्नको लागि सजिलो हुन्छ। थ्याङ्क यू सो मच एन्ड किप सपोर्टिङ, वी लभ यु।